तिमीहरूले राखेको आशाको अंगीकारलाई, आशाको भाषा बोलीलाई दोधार नगरिकन, दोहोरो मन नगरिकन, दोहोरो सोच नगरिकन दरिलोसँग थामेर राख। या आशाको अंगीकारलाई काम भएन बोली नहाल। त यसमा पनि केही न केही योजना छ। परमेश्वर पिता धन्यवाद, तपाईको योजना मेरो अगाडि प्रकट भइसक्यो। एउटा छिटो सोचेको भन्दा काम भइहालेन। आफ्नो मनलाई खराबी स्थानमा राखिहाल्ने, खराब सोचपट्टि लागिहाल्ने, खराबी भाषा अंगीकार गरिहाल्ने, यो मन कहिले नगर्नु। कहिले कहिले तपाईले भनेको जस्तो भएन त धन्यवाद पिता, ईश्वरले भनेको जस्तो हाम्रो जीवनमा प्रकट भइसकेको छ। हजुर, हामीले भनेको जस्तो भएन, चिन्ता नगर्नु। हामीले भनेको त थोरै हुन सक्छ, ईश्वरले भनेको र ईश्वरले सोचेको महान र शक्तिशाली काम छ। त्यो कामको लागि, त्यो महिमाको लागि परमेश्वरमा तयार रहनु, परमेश्वरमा मन बढाउनु। जसरी एउटा युद्धमा गएको सिपाहीले पुरा हतियार लिएर गएको हुन्छ, पुरा तालिमको साथमा गएको हुन्छ। दुश्मन आउँछ, ऊ हेरिराख्छ, उसले हतियारलाई इस्तेमाल गर्दैन, हतियारलाई चलाउँदैन भने त दुश्मनले आएर हानिहाल्छ। हतियार त छ, शस्त्र अस्त्र त छ, त्यसलाई चलाउने ज्ञान बुद्धि पनि छ। तर दुश्मन आएर गोली हान्दा, दुश्मन आएर प्रहार गर्दा उसले त्यो साधनलाई, उसले त्यो हतियारलाई चलाएन भने त जति ज्ञान भए नि, जति विद्वान भए नि, जति शक्तिशाली भए नि, जति हतियार बोके पनि उसलाई बचाउनेवाला छैन। त बाँच्नु छ, बस्नु छ भने के गर्नु पर्यो त? दुश्मनले आएर हान्नुभन्दा पहिले आफू तयार भएर उसलाई हान्नलाई आफू तयार हुन पर्यो। आफू चाहिँ मन बढाउनु पर्यो, आफू उत्साहित हुनु पर्यो, आफू बलियो हुनु पर्यो, आफू चनाखो हुनु पर्यो। परमेश्वरले भन्नुभएको छ, जागा रहो, सचेत रहो, हर समय जागा रहो, हर समय सचेत रहो। तिमीहरूलाई त्यो दुश्मन रूपी त्यो सिंह चाहिँ गर्जेर आएको हुन्छ, तर विश्वासमा बलियो भएर खराब दिनको सामना गर अमूल्य जीवनको गवाईको मुकुट मैले तिमीलाई दिइसकेको छु। गवाईको मुकुट परमेश्वरले प्रकट गरिसक्नु भयो।